यस्तो चाहिँ यो घर चाहिँ हामी त सोची सम्झी नै पानी छम्किने हो यस्तो घरमा बस्नलाई। हेलो साथीहरू, आज चाहिँ म चाहिँ कहाँ जाँदैछु भनेर हजुरहरूलाई देखाउँदैछु। म चाहिँ यहाँ आज भर्खर काम सकेर कामदेखि निस्केर अनि हामी चाहिँ पार्कतिर घुम्न जान लाग्यो। केमा जाँदै हम कसरी जाँदै हम हजुरहरूलाई देखाउँछु। जहाँ पनि हेर्नु कति रमाइलो ठाउँ छ अब हेर्नु यतातिर। हामी चाहिँ यता भित्र घुम्दै आएको अनि चाहिँ यहाँ चाहिँ रमाइलो ठाउँ लाग्यो मलाई चाहिँ। अब फेरि आउनुपर्छ अर्को हप्तातिर। काममा गएर साथीहरू घर गएर झोला पनि नराखिकन बिचै बाटोमा यसरी गोटा हेल्ने को हो भन्दाखेरि मालती कुँवर। स्कुल टाइममा नेपाल आउँदाखेरि नि स्कुलबाट छुट्टी भएर मान्छे घरै नगइकन बाटोबाटै गोटा हेल्न जान्थे। अहिले जापान आएर पनि यस्तो छ अवस्था। ल हेर्नुहोस् है। हेलो गाइज, अब हामी चाहिँ गेम स्याम खेल्यौँ, गोटी सट्टी खेलेर अब चाहिँ घर जान लाग्यो। अनि चाहिँ जापानमा चाहिँ यस्तो हुन्छ है साथीहरू, सरकारी घर सबै यो बिल्डिङ सरकारी घर हो। यसलाई चाहिँ निहोङ्गोमा दान्ची भन्छ है साथीहरू। यस्तो हुन्छ हेर्नु त कति राम्रो छ है, सबै बिल्डिङ यस्तै छ। अनि चाहिँ यो चाहिँ धेरै कस्तो मान्छेलाई दिन्छ भनेपछि जसको बच्चा बच्ची भएर आर्थिक स्रोत कम हुन्छ त्यस्तो स्रोत कम हुने पनि छन् र फ्यामिली धेरै हुनेलाई चाहिँ दिन्छ। यस्तो चाहिँ यो घर चाहिँ हामी त सोची सम्झी नै पानी छम्किने हो यस्तो घरमा बस्नलाई। अब हामी चाहिँ बस्ने भनेको यस्तो घरमा गाइजहरू, यस्तो घर